हामी चाहिँ अब जिन्दगीको यात्रा गरिरहेको क्रममा भनौँ अथवा हामी चाहिँ अब यसो जीवन जिइरहने क्रममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब धेरै एउटा इच्छा र सोच अनि एउटा चाहना राख्छ। त्यो चाहिँ अब धेरै चाहना राखेर आफूले जुन अवस्थामा छ त्योभन्दा पनि बेसी चाहना र सोच राख्ने गर्दा चाहिँ के हुन्छ भन्दाखेरि त्यो इच्छा चाहनाहरू चाहिँ अब हामीले त्योहरू पुरा नहुँदा अथवा सोचेको जस्तो भनेको जस्तो नहुँदा चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ पुरा नभएर अब त्योहरू चाहिँ सोचेको जस्तो नभएर जाँदै जाँदै पहिलाहरू अगाडि बढ्दै गर्दा चाहिँ सोचेको जस्तो नभएर चाहिँ हामीले अब धेरै पीडाहरूले छटपटिने गरिन्छ हैन। अब किनभने चाहिँ अब धेरै सोच्ने चाहिँ हामी गर्छौँ त त्यो सोचले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ दुःख पाउने एउटा मूल कारण पनि त्यो हुनसक्छ हैन। किनभने अब जे सोचिन्छ त्यो जस्तो हुँदैन हैन। समयले अब परिस्थितिले कता कसरी के हुन्छ त्यो थाहा हुँदैन। अनि अब नहुँदा चाहिँ कहिलेकाहीँ चाहिँ हामीले अब धेरै अब एउटा लक्ष्यहरू राख्छ, एउटा प्लानहरू बनाउँछ नि, प्लानहरूलाई योजनाहरू बनाएर चाहिँ अब अगाडि बढ्छ। तर त्यो सोचेको जस्तो योजना बनाएको जस्तो नभएपछि त्यो सोचेको जस्तो योजनाहरू चाहिँ पुरा नभएपछि चाहिँ हामीले अब आत्महत्या गर्ने अब हुन्छ नि। अब धेरै तनावमा भएर धुम्रपान मद्यपानहरूको सेवन गर्ने त्यस्तोहरू अवस्थामा पनि पुग्छ। अब त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब सोच्यो नि त, धेरै सोच विचार राख्यो, अब त्यो जस्तै भने जस्तो चाहिँ भएन, हुन सकेन, सफल भएन भने चाहिँ त्यस्तो अवस्था पनि पुग्छ। त्यसैले चाहिँ अब हामीले चाहिँ धेरै सोच्ने भन्दा पनि अब आफूले जुन ठाउँमा छ गरिरहने हैन। के थाहा अब हाम्रो एउटा जीवन भनेको एउटा अनित्य हो भने जस्तो हुँदैन। के थाहा कहिले साथ छोडेर जानुपर्छ यो संसारबाट हैन। त्यसैले हामीले अब के सोच्नु पर्यो भन्दाखेरि चाहिँ अब मनमा सन्तुष्टि एउटा सुखी हुने एउटा हुनुपर्छ। अब यो हामीले बाहिरी वस्तुहरू सांसारिक चिजहरू चाहिँ जति उपभोग गर्दै जाँदा पनि त्यसले चाहिँ हामीलाई सन्तुष्टि प्राप्त हुँदैन। मनलाई चाहिँ आफूले मनलाई चाहिँ सम्हाल्नु पर्यो। के कस्तो अवस्था छ चलिरहेछ त्यसलाई चाहिँ चिन्नु सक्नुपर्छ। त्यो चाहिँ चिनेर चाहिँ अघि बढ्न सक्यो भने चाहिँ हामीले चाहिँ एउटा ठुलो सन्तुष्ट प्राप्त गर्ने र अनि एउटा सुखी जीवन चाहिँ हुन्छ जस्तो लाग्छ मलाई।